Hey, sorry. Fine. Go, kiddo. के एउटै शब्दले पुरै समुदायलाई बुझ्ने तरिका नै बदल्दिन सक्छ त? यो भिडियोमा म तपाईलाई साथ लिएर अछामको मुटुसम्म पुग्छु। मलाई अघिदेखि हजुरलाई भन्न मन लागेको थियो, हजुरको स्माइल चाहिँ बेस्ट रहेछ जस्तो लाग्यो मलाई। जहाँ बड्डा भन्ने सानो शब्दले मेरो पुरा अनुभव बदलिदियो र सायद तपाईलाई पनि आफ्नो जीवनमा एउटा बड्डा भेटियोस् जस्तो लाग्न सक्छ। So guys, हामी चाहिँ अब we are heading towards Acham. Let's see what Acham holds for us. हैन त सर? एकदम एडभेन्चरस हुनेवाला छ। डलरका थाडी सप्त कोसी होइन, तामा कोसी, भोटे कोसी, लाइनी कोसी भन्छ खै उता यो त श्याम रहेछ है बाबा फेरो। हामी चाहिँ गाडी चढ्यौँ, पछिको यात्रा सुरु भयो। काठमाडौँबाट अछामको यात्रा करिब 700 किलोमिटरको र सामान्यतः 20 देखि 22 घण्टा लाग्छ। तर वर्षायाममा बाटो हिलो हुँदा यो समय अझै लम्बिन सक्छ। जस्तै मलाई 32 घण्टा लाग्यो। यो यात्राको सबैभन्दा रमाइलो पक्ष गाउँठाउँको सुन्दरता र स्थानीय माहौल हो भने वर्षामा बाटोको हालतले यसलाई गाह्रो बनाउँछ। तर अन्ततः यो सबै मिलेर यात्रा एकदमै अविस्मरणीय अनुभव बन्छ। जब हामी अछाम पुग्यौं त्यहाँ विशालले हाम्रो स्वागत गर्यो र यसले यात्राको अन्त्यलाई अझ सुन्दर बनाइदियो। हाम्रो लागि पर्खिने कोही हुन्छ भन्ने थाहा पाउँदा त्यो क्षण अझै विशेष बन्यो।
ल है गाइस के छ सर नुनु चाहिँ त यहाँका मानिसहरूसँग नजिक हुन पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। अछाम आउँदै गर्दा सबैभन्दा बढी सुन्ने शब्द थियो बड्डा। यो शब्द जेठा बुढा साथी दाजुभाइ अनि अपरिचित मान्छेलाई पनि प्रयोग गरिन्थ्यो। बड्डाले भाषा सजिलो बनाइदिन्थ्यो, मान्छे नजिक ल्याइदिन्थ्यो। मेरो पहिलो अछामी मनपर्ने शब्द बड्डा बन्यो। त्यसपछि मैले भेटेँ चेतमान बड्डालाई। मलाई अघिदेखि हजुरलाई भन्न मन लागेको थियो, हजुरको स्माइल चाहिँ बेस्ट रहेछ जस्तो लाग्यो मलाई। ओ त्यो पनि होला कि यसको के छ भने सोलर पावर हुन्छ। सोलर पावर हो सोलर पावर चार्जिङ हुनु पर्यो। हो नि तर उहाँले फुल चार्ज लिइरहनु भएको रहेछ। पाएको छैन नलिँदै यति खतरा हुनुहुन्छ तपाईँ, लिसेपछि के हुँदो? उनी यहीँको माटोमा हुर्किएका कारणले गर्दा होला उनले यो ठाउँलाई माया गर्न सिकिसकेका थिए। विशेष हुँदै रहेछ नि त दाइ। अन्नै मार्नु भएछ दाइ बिहानै। हजुर कति बजे जानु भयो? 12 बजे। बड्डाको एउटा रमाइलो हबी पनि थियो। उनलाई माछा मार्न एकदम मन पर्थ्यो अनि साथीभाइसँग रमाइलो गर्न पनि। Cool fuckers, cool. भिडियो गरेर यस्तो दामी देखिरहेको गाइजहरु, हावा सावा लाएर हैन। उनले जिम्मा लिएका थिए, जो कोही यो ठाउँमा आउँछ उनीहरूले अछामी माया, अतिथि र अपनत्व पाउन्। तिनीहरू झर्दैनन् अब हातपति चाहिँ झर्दैनन् हातपति। बड्डासँगको समय सत्संग जस्तो बित्थ्यो। हामी घन्टौं गफ गर्दै बस्न सक्थ्यौँ। बड्डाको अनुभव सुन्दा मैले जीवनलाई राम्ररी निहाल्न पाएँ जै लाग्यो। बड्डाले जीवनको तरिका पत्ता लगाइसकेका थिए। विद्या सुन्नु भनेर कान बनिए, के गर्नु ती कुण्डला, दानै गर्नु भनेर हात बनिए, बाला भिरी के फला, जिब्रो पढ्न र मन्त्र जप्न बनियो, न स्वादका खातिर यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र। शङ्कर ब्युटिफुल। मलाई बैद्यनाथ धाम लैजानु भएकोमा म मेरो बड्डाप्रति सदैव आभारी रहनेछु। बुढी गङ्गा नदीको किनारामा अवस्थित भगवान शिवलाई समर्पित यो पवित्र मन्दिर बैद्यनाथ धाम नेपालको 4 प्रमुख धाममध्ये एक मानिन्छ। पशुपतिनाथ धाम, मुक्तिनाथ धाम र जानकी धाम बाँकी 3 प्रमुख धामहरू हुन्। यस पवित्र स्थलमा पुगेर मैले आफूलाई साँच्चै धन्य महसुस गरेँ। धर्म, संस्कृति जीवन बीच हराइरहेको मलाई झकझकाउँदै
बड्डाले आफ्नो साथीभाइसँग भेटाउन लैजानुहुन्थ्यो। फोटो खिचेर म आफै हानिरहेको थिएँ, अब तर फुल हान्नु पर्ने। बड्डाको वरिपरि सबै माया गर्नुहुन्थ्यो। सबैले हामीलाई आफ्नो घरमा बोलाउनुहुन्थ्यो, आफ्नै परिवार जस्तै व्यवहार गर्नुहुन्थ्यो। हरेक घरमा एउटा बड्डा थिए र हरेक बड्डा आफ्नै तरिकाले कुल पनि थिए। ठिक छ। तपाईँले जे हजुरले जे गर्नुहुन्छ भने आमको जे छ त्यो आफू ल्याएको थोडी हो त्यो पनि आधा बिचै हो। यो शिवजी कहाँ गयो? हाम्रो शिवजी पनि यही तल तल त्यो ऊ लाग्यो नि, कोही लाग्दैन तिम्रो नाम भन न। डिक्रा आधा बिचै कुरा गर्छन् बुढापाका, अब दिमाग हुँदैन। हात देखाउनु भन्ने के भन्ने भन त? हात देखाउनु ल। ए यो को रे? ठुलो बा? ठुलो पाउन यिनीको यिनी के बड्डा? बड्डा। अनि यिनीको अरे दिपबहादुर। दिपबहादुर है? हादिका आमा होला नि? आमा। अनि नामले बोलाउँछ नि त आमाले? यो चाहिँ को? डिक्रा हैन त? यो को हो? दाजु है। भिडियो लिइरहेको छ हेर्नु त। उहाँहरूलाई चाहिँ रमाइलो लाग्छ त, यता गाउँतिर नहेरेको मान्छे होइन, यतातिर नआएको मान्छे यतातिर यस्तो हाम्रो कल्चरलाई त भयङ्कर रमाउँछौँ कि। बाहिरको त यत्रो यिनीहरू रमाउँछौँ कि। यति छोटो समयमा त्यो ठाउँ र त्यहाँका मान्छेले ममा ठूलो प्रभाव छोडेका थिए। बड्डा बड्डी बिना अधुरा थिए। बड्डा बड्डीलाई इम्प्रेस गर्न खोज्थे, त्यो देख्दा पनि रमाइलो लाग्थ्यो।
कहाँ फोहोर हुनु। जेतमान बड्डालाई भेट्न पाएकोमा म अत्यन्तै कृतज्ञ छु। यो सुन्दर सम्बन्धप्रति म सम्मान र माया सदैव महसुस गर्नेछु।